ए बुढी अफिसबाट आउँदा धेरै धुलो खाइयो, अब नुहाउन जानु पर्यो। कहाँ जाने, खोलामा कि समुद्रमा? हाम्रो घरको बाथरुममा नुहाउँछु। तर बाथरुममा त पानी नै आएको छैन। त्यसो भए म बाल्टीको पानीले नुहाउला। तर बाल्टीमा त मैले फोहोर लुगा भिजाइदिछु। त्यसो भए म जगको पानीले हातमुख मात्र धौला नि त। अनि खुट्टा चाहिँ किन नधुने? खुट्टालाई म काटेर फालिदिउँला। केले काट्ने, खुकुरीले कि बन्चरोले? तँ धेरै नबोल, मलाई एक गिलास पानी मात्र ल्याइदे जा। कहाँको पानी लिएर आउँ, ढलको कि नलको? ढलको पानी खुवाएर मलाई मार्ने विचार छ कि के हो? जारको लिएर। पानी उमालेर लिएर आउँ कि चिसै लिएर आउँ? होस्, पर्दैन केही ल्याउन। केही नल्याउने भए अघिदेखि किन कुकुर भुके जस्तरी भुक्यौ त? तैँले आफ्नो पहिला कुकुर कसरी भन्न सक्छेस्? अर्काको पोइलाई भने त मारिहाल्छन् नि। ए बुढी अफिसबाट आउँदा धेरै धुलो खाइयो, अब नुहाउन जानु पर्यो। कहाँ जाने, खोलामा कि समुद्रमा? हाम्रो घरको बाथरुममा नुहाउँछु। तर बाथरुममा त पानी नै आएको छैन। त्यसो भए म बाल्टीको पानीले नुहाउला। तर बाल्टीमा त मैले फोहोर लुगा भिजाइदिछु। त्यसो भए म जगको पानीले हातमुख मात्र धौला नि त। अनि खुट्टा चाहिँ किन नधुने? खुट्टालाई म काटेर फालिदिउँला। केले काट्ने, खुकुरीले कि बन्चरोले? तँ धेरै नबोल, मलाई एक गिलास पानी मात्र ल्याइदे जा। कहाँको पानी लिएर आउँ, ढलको कि नलको? ढलको पानी खुवाएर मलाई मार्ने विचार छ कि के हो? जारको लिएर। पानी उमालेर लिएर आउँ कि चिसै लिएर आउँ? होस्, पर्दैन केही ल्याउन। केही नल्याउने भए अघिदेखि किन कुकुर भुके जस्तरी भुक्यौ त? तैँले आफ्नो पहिला कुकुर कसरी भन्न सक्छेस्? अर्काको पोइलाई भने त मारिहाल्छन् नि। अब बढी बोल्ने होइन, चुप लाएर बस। कहाँ बस?